हेलो गाइज, वेलकम टु माई युट्युब च्यानल। त गाइज धेरै समयपछि युट्युबतिर छिर्यो है। अब यस्तै हो, कता कता पुग्यो हामी त यतातिर हेर्दा हेर्दै खाडीतिर पुगेछौँ। दुबईतिर गाह्रो छ जिन्दगी, सङ्घर्ष गरिरहेको छ। आज चाहिँ छुट्टी भएर थुप्रै कामहरू थियो। कति दिन भयो गर्नुपर्छ, कपडा धुनुपर्छ। आजको दिन दुबईमा दिनहरू कस्तो कटिरहेछ, कसरी जिन्दगीहरू चलिरहेछ देखाउँछु आज तपाईँहरूलाई। कस्तो दिनहरू कटिरहेछ, कहाँ पुग्यो जिन्दगी है। समथिङ 4 महिना हो कि 5 महिनापछि युट्युबतिर आएको। 4-5 महिनापछि पहिलो स्टार्टिङ हुन त 2टा हो कि 3टा भिडियो मात्र अपलोड छ हुन त। त्यही पनि अब कस्तो भयो है। अहिले मनमा पीडाहरू थुप्रै छ, थुप्रै पीडाहरू छ। के गर्ने अब, देखाएर केही फाइदा छैन। आज चाहिँ कपडा धोएर नुहाइ गरेर अब खाना बनाएर खानुपर्छ। आज किन भिडियो बनाएर आएको देखाउँछु आज तपाईँलाई म। भलग बनाउँदै के भलग यहाँ हेर। ओ इङ्ग्लिस यहाँ हेर। देखाउँछ आज कस्तो कटिरहेको छ दुबईमा दिनहरू। कमेन्ट गर्नु होला। सबैको जिन्दगी यस्तै हुन त सङ्घर्ष गर्नुपर्छ है। कोही कस्तो हुन्छ, कोही कस्तो भेटिन्छ है। बाहिर देशमा सबै राम्रोहरू भेटिन्छ भन्ने पनि छैन। अब आफैले सम्हालेर बस्नुपर्छ। ल कपडा धोएर टक्क कपडा धुने बेला देखाउँछु म कस्तो राम्रोसँग कपडा धुन्छु भनेर। अब हामीहरू चाहिँ कपडा धुनतिर लाग्यो। दाइले धोएर आइसक्नु भयो कपडा है दाइ। मगाले हो ल हेर न कस्तो कपडा। यता देखाउँछ कति कपडा लगाइ। अब कपडा धुनतिर लाग्यो। समात्न पनि कस्तो गाह्रो भएको मलाई देखेर कि हो। कपडा धुनु पऱ्यो। अब कपडा धोएर एकछिन चिया खाएर सक्छ अनि तबसम्म सुकिहाल्छ होला। कपडा माथि ल्याएर सुकाउनु पर्छ है, नत्र त चोरी हुन्छ। कसरी कपडा धुनुपर्छ सिकाउँछ आज हजुरहरूलाई हामीले होइन। अनि घर आउँदाखेरि कपडा धोइन्थेन। अब मम्मीले धोइदिनु हुन्थ्यो कहिले है, कहिले कसैले धोइदिन्थे। अब यस्तै त हो नि। अब यता आएपछि आफै धुनुपर्छ कपडा सबै। कपडा आफै धुनुपर्छ, खाना आफै बनाउनुपर्छ। के फालेको यस्तो राम्रो देखेछ, खतरा देखेछ, स्वाग देखेछ यार। अब के गर्ने, यता त यस्तै हो नि। ए नदेखाऊ यार यस्तरी है। तेरिका कसको नफाल न यस्तरी ए भन्ने केटाहरू यस्तो मर्ज्या भएर है। कसको आफै धुनुपर्छ सबै। खाना आफै बनाउनुपर्छ। यस्तो त नगर न ओइ, नगर क्या त्यस्तो गर्ने होइन यार है। तेरिका यार होइन कराउँछ नि फेरि। ल यहाँ हामी चाहिँ लन्ड्री रुममा आएको। लन्ड्री रुम डलर बनाएर ल्याउनु पहिला होइन। मेसिनहरू कतिवटा छ? 1 2 3 4 5 6वटा गाइस। कपडा हालौँ अनि गएर ल्याएर आउनु। तपाईँ के हो त होइन? यो सँगै हाल्नु, 2टामा हाल्नु। ल ल बस जा। त्यो सरफ चाहिँ कसरी लग्ने होइन नि। यहाँ राखिदिनु चलो। ल अन्त चाहिँ टोइलेट हुनु फेरि। ओके गाइस हामी चाहिँ डलर बनाएर ल्याउने हो। अनि फेरि चिया पनि खानुपर्छ। यस्तो ठाउँ छ हामीहरू बस्ने। त्यो बिल्डिङमा हामी बस्ने टप फ्लोर, 3rd फ्लोरमा। टप तातो भयो ए नजिस्क्यौ न, यस्तो चिसो भइरहेको मलाई।
अनि ऊ यहाँ चाहिँ यहाँ यतातिर दुबईतिर रोजाहरू चालु छ नि त के भन्छ मुस्लिमहरू नमाजहरू पढ्छ ऊ यहाँ नमाज पढ्ने ठाउँ यस्तो छ एरिया खत्तम एरिया छ कि यो त ए केही छैन पुरै यो चाहिँ कचरा डिब्बा यहाँको ऊ यहाँ अगाडि होटलहरू पनि छ बसलाई बसै भन्छ इङ्ग्लिसमा बसलाई बसै भन्छ नपढेर क्या अब पढ्नुपर्छ नि त अनि नआएको होइन पढ्नुपर्छ चियाको दोकान कता छ चियाको दोकान ऊ पर कि गाइस यहाँ चाहिँ यस्तो छ चियाको दोकानहरू छ दोकानहरू छ यहाँ यस्तो अरे मार्केट हे यहाँभित्र सबै चिजहरू पाइन्छ तपाईँलाई के खाना कति लाइन यस्तो छ गाइस यो ब्याङ्कको लाइन होइन ब्याङ्कको हो कि के को यो ब्याङ्क हो कि मतलब ऊ ब्याङ्क हो र यो ब्याङ्क हो नि एक्सचेन्ज लेखेर कति लाइनमा बसिरहेको गाइस चिया चिया खानुपर्छ चिया चिया किन्नुपर्छ एकदम हाल्नु होइन नमस्कार बोस चाय चाहिए 2 चाय देना एक में स्वीट करना ज़्यादा एक स्वीट करना ज़्यादा शक्कर ज़्यादा डालना एक और एक समोसा समोसा भी चाहिए और एक समोसा दे दो एक जनाको समोसा दे दो चिया आउँदैछ मेरो लागि अनि म चाहिँ चिया मात्रै खाने हो है चाय भी आयो अभी त्यसमा त थ्याङ्क यू ब्रदर ठ्याक्क 2 रुपियाँ चाहिँ चिया चिया आयो त तातै छैन त चिया तयारी अब यहाँ बस न ओके गाइस चिया चिया खाएर अब कपडा धुने बेला देख्नु हजुरलाई कसरी कपडा धुनुपर्छ म सिकाउँछु तातो रहेछ यार चिया चिया तातो रहेछ यार तातो हुन्छ नि यार तातो हुन्छ चिया म त आज हेलो हाउ आर यु नेपाली हो नि त यार इङ्ग्लिस आउँदैन अरू त के चाहिँ आरामै हुनुहुन्छ म चाहिँ भ्लग बनाइदिरहेको त है फरक पर्दैन नि के चाहिँ आराम हुनुहुन्छ नि छुट्टी हो आज हजुरहरूको मेरो सधैँ छुट्टी हो भाइ ए सधैँ छुट्टी भन्नाले जान लाग्नु भएको अब त्यहाँ आउँदैछ हो दाजु सक्यो हो भिजा मैले रिजाइन गरेँ रिजाइन गर्नुभयो कम्पनी यस्तै छ रिजाइन गर्ने जस्तै छ है कम्पनी त कम्पनीको मेरै हो तिमी हो कम्पनीको म्यानेजर हामी चाहिँ कपडा दिनुपर्छ अब है पैसा चिल्लर बनाएर ल्याएँ मैले भर्खरै चिल्लर बनाएर ल्यायो अब चाहिँ कपडा दिनुपर्छ यसलाई चाहिँ यस्तरी यहाँ 1 रुपियाँ हाल्नुपर्छ क्या अनि 1 रुपियाँ यहाँ हाल्नुपर्छ अनि मात्र स्टार्ट हुन्छ क्या गाइस ओके हेलो गाइज दिस वासरुम मिसिल कपडा सपडा हाम्रो धुने आएर यस्तो साथीले हाम्रो होइन यस्तो मेहनत गरिरहेछन् होइन बाहिर यस्तै हो होइन आफूले कपडा आफूले धुनुपर्छ न यहाँ यस्तो हाम्रो यहाँ न बुढी न कोही पनि छैन सबले यहाँ आफ्नै कपडा यहाँ हाम्रो यसै मिसिल हो ओके गाइस ल है घुम्न चाहिँ स्टार्ट भयो अब अनि कपडाबाट धोएपछि टक्क कपडाबाट लिएर सुकाउनुपर्छ माथि हातले धुनु पर्दैन यही हो गाह्रो छ परदेशी जिन्दगी यस्तै हो है गर्नुपर्छ जसरी पनि पठाउनुपर्छ जिन्दगी भर्खर 2 महिना भयो अझै 22 महिना अझै पठाउनु छ यहाँ कसरी पठाउने हो भन्ने भएको छ क्या 2 महिना भइसक्यो स्यालेरी पनि आएको छैन यस्तो ठाउँमा आएर फस्यो नि के भन्ने अब ठिकै छ कस्तो भयो घुमिरहेछ पाकिरहेछ ए सरी धुइरहेछ आफै धुइरहेछ कपडाहरू हातले लगाएको छैन धुइरहेछ कपडाहरू लगाइस कपडा धोएर एकछिनमा देख्नु कपडा सपडा सबै भित्र धुइराखेछ होइन मेसिनमा हाल्दैछौँ एकछिन घाम ताप्नु पऱ्यो घाम पनि लागेन अलिकति सानो घाम पनि लाग्यो त एकछिन अलिकति तर गर्मी चाहिँ खतरा भइरहेको कि घाम लागेन होइन गर्मी खतरा भइरहेछ एकछिन घाम तापेर बस्छु बाहिर यहाँ कपडाहरू यस्तै सुकाएको छ हामी चाहिँ रुममा लगेर सुकाउने कपडाहरू चोरी हुन्छ कि यहाँ त म आउँदा नयाँ किनेको थियो कि सबै कपडाहरू चोरी भएर घाम ताप्नु पऱ्यो कपडाहरू चोरी भएर अनि
अनि डक्टर मार्टिन अनि फेरि के नाइकीको सुजहरू ल्याएको थिएँ कि मैले अनि त्यो पनि उठाइदियो र विदेश आएको सबै त्यही त हो नि है जति पनि छ विदेश आएको मान्छेहरू अब घरबाट कस्तो कस्तो सपनाहरू देखेर आएको हुन्छ फसाइदिन्छ कि एउटा काममा भनेर ल्याउँछ एउटा काममा पठाइदिन्छ मलाई पनि होटलमै भनेर ल्याएर आएको अब फेरि कता कता बिल्डिङतिरै कामतिर फाल्दैछ देखाउँछु तपाईँहरूलाई मेरो काम पनि कस्तो छ के छ भनेर के गर्नुपर्छ भनेर खत्तम काममा फालिदियो कि अब यस्तो राम्रो इन्डियातिर काम गरेको होटलको सर्टिफिकेट पनि भएको है इन्डियातिर काम गरेको होटल लाइनमा सबै सर्टिफिकेटहरू देखाएर आएको आउनु त खै के गर्यो फसायो राम्रोसँग फसायो केही छैन अब हेरौँ 2 महिना कटिसक्यो अझै बिचमा अब कतै चेन्ज गर्न मिल्यो भने होटलतिर जानु पर्ला नत्र अब 22 महिना जसरी पनि कटाएर भिजा सकिएर जानु पर्ला अनि राम्रो ठाउँमा अब आउनु पर्ला त्यही दुःख त जिन्दगीभरि गर्नु नै छ है पनि भयो जस्तो धोएर भाइ जस्तो छ ए दोस्रो त निकालेर लगिसक्यो पनि रहेछ नि त कपडा त ल धोएर चाहिँ भाइ अब चाहिँ यसलाई पानीले धुनु पर्दैन होइन एकछिन यहीँभित्र धोइसकेको हुन्छ ए धोइसक्यो सुक्यो जस्तो भइसक्यो क्या यहीँभित्र आफै पानीले राम्रोसँग धोइन्छ क्या पानीले धुनु पर्दैन त गराएर अब माथि गएर सुकाउनुपर्छ कपडा धोएर पनि भ्याइयो ल कपडाबाट धोएर भ्याइयो अब माथि गएर सुकाउनुपर्छ कपडाहरू सुकाएर एकछिन रुमसुम क्लिन गर्नुपर्छ रुम पनि लास्टै गन्दा भएको छ क्या त्यो कपडाहरू रुम पनि लास्टै गन्दा भएको छ क्लिन गर्नुपर्ने रुम पनि त्यही त अब आएपछि अब काम त गर्नुपऱ्यो सबै आफ्नो पर्सनल पिपी भन्छ पर्सनल के भन्छ त्यो राख्नु पऱ्यो आफ्नो होइन त्यस्तो पनि ल दाजु लाग्यो भलक बनाउँदै हिँडेको म त कहीँ पनि कि विदेशतिर आयो भने नेपालीहरूसँग धेरै नै चिन्जान हुन्छ क्या बाहिर आयो भने केही छैन भने गर्नुहुन्न सबैसँग हाँसेर बोल्नुपर्छ सबैसँग कुराकानी गर्नुपर्छ सबै चिनिहाल्छ कि मान्छेहरू अब सबै 100मा 100 चाहिँ सबै राम्रो हुन्छ भन्ने चाहिँ हुन्न फेरि अब कोही हुन्छ सपोर्टिङ खालको हुन्छ कोही है हेल्प नेचर भएकोहरू हुन्छ कोही त्यस्तै हुन्छ रक्सी खाने झट्टा गर्ने नमिल्ने कसैसँग त्यो चाहिँ गर्नुहुन्न विदेशतिर आयो भने सबैसँग मिल्नुपर्छ बोल्नुपर्छ दाइ भाइ भनेर बोल्नुपर्छ ए तेरिका फेरि खसिएछ यार फिट गन्दै भएछ यो केही छैन फेरि पानीले धोन्छ एकचोटि पानीले धोएर सुकाइन्छ फेरि ओहो यस्तो सिँढी चढ्नुपर्छ लाग्छ सगरमाथामा चढे जस्तो क्या यस्तो सिँढी चढ्नुपर्छ यहाँ फेरि सबै प्याक रहेछ यहाँ फेरि ओ नसी भाइलो रुमतिर पनि पुग्यो कपडा सुकायो कहाँ सुकायो कपडा कहाँ सुकायो यहीँ हो सुकाउने कपडा नि तेरिको बाहिर सुकाउनु पर्दैन म चाहिँ कपडाहरू बाहिर सुकाउँछु कपडा सुकाउने ठाउँ छ हाम्रो कपडा पनि सुकायो गाइस अब चाहिँ यस्तो गन्दा छ चप्पलहरू कस्तो राखेको छ सबै मिलाउनु पर्छ अब रुम पनि लास्टै गन्दा भएको छ कहीँ के छ सबै रुमहरू गन्दा भएको छ एकछिन रुमसुम मिलाउँछु अब म रुमसुम मिलाएर एकछिन बस्नु पऱ्यो अलि पछि नुहाउनु हिँड्नु पर्ला पहिला रुम मिलाउँछु होइन
ओके गाइस रुम पनि सेटअप भयो अनि बाहिर पनि क्लिन भयो है ल हेर्नु त चप्पलहरू पनि मिलाएर राखियो होइन अब चट्ट रुम पनि सेटअप भयो अब एकछिन पछि नुहाइ गर्नु पर्ला एकछिन हल्का आराम गर्छु जस्तै कस्तो ज्वरो आउला आउला जस्तो भइरहेको टाउको दुखेर पहिले सान्छ एकछिन सुत्नु पर्यो बाहिर यस्तो छ बाहिर मेरो रुमबाट बाहिर हो यो गाइज रुमबाट बाहिर केटाहरू त सुतिसक्यो ए मस्त अहिले हल्का राम्रो देखियो नि त है बेडहरू मात्र खोइ ब्रो इज फरेभर ओ दाजु जब आफ्नो हुन्छ सोच्छ नि सबैजना आफ्नै हुन्छ हो यो सबै कसैले वान मिस्टेक गर्छ नि मान्छे एकदम फिनिसै हुन्छ हुन्छ कि त्यो व्यवहारमा देखाउँछ क्या दाइ व्यवहारमा देखाउँछ राम्रो व्यवहार गरे सबै राम्रो हो नराम्रो गरे सबै नराम्रो सबै न होइन वान मिस्टेक टु द पिपल डाई एउटै काफी छ क्या मान्छेलाई ए र दुईटा चाहिन्छ हाम्रो दाजु फेरि उता कावासुतीको हुनुहुन्छ क्या बुटोल नवलपरासीतिरको होइन दाइ नवलपरासीतिरको हुनुहुन्छ दाइ आरुङ खोला गाईहरूलाई थाहा छ भने कमेन्ट गर्नु होला कहाँ हो आरुङ खोला म दाइ पहिलोचोटि त्यहाँ उता के कता सिजीतिर घुम्न गएको थिएँ होइन अनि सिजी घुम्न गएको म अनि मेरो साथी के अनि सिजी घुम्न गएको अनि आउँदाखेरि चाहिँ रात पऱ्यो है कति 10 हो कि 11 बजीतिर हामी काठमा के अरे बुटोल पुगेको थियौँ कि बर्खाट अनि हामीहरू घुम्न जाँदाखेरि आउँदाखेरि त्यो मम्मीले फोन गर्नुभयो कि ढिलो भएर मम्मीले सोध्नुभयो कहाँ पुग्यो भनेर अब मैले अब पहिलोचोटि देखेको अब यसो गएर बाहिर हेर्छु त आरुङ खोला लेखेको लेख्दा त मैले फेरि अनि त्यो बिर्सेर होइन मम्मी म त यहाँ आलु खोला भन्ने ठाउँ पुगेछु भनेर भनेको आलु खोला भनेको मैले अनि मम्मीले भन्नुभयो आलु खोला होइन आरुङ खोला हो आरुङ खोला आरुङ खोला भनेर भन्नुभयो कि पछि हाँसो एमाइजिङ छ के अरे त्यो चाहिँ अब नाम चाहिँ होइन नाम एमाइजिङ छ अनि बुझ्नु पर्ने जान्छ आलु खोला आरुङ खोलालाई आलु खोला भन्नु आरुङ खोलालाई मेरो कमेडी हुन्छ आरुङ खोलालाई आलु खोला भनेको मैले अब रातिमा राम्रोसँग देखिएन कि बोर्डमा लेखेको पसलहरूको त्यो बोर्डमा लेखेको थियो राम्रोसँग देखिएन अनि मैले लगाएँ आलु खोला पुगेछु मम्मी भनेर भनेको त आलु खोला होइन आरुङ खोला भन्छ आरुङ खोला कति छ त सिजी र आरुङ खोला त लगभग 1 घन्टाकै बाटो 1 घन्टाको होला 1 घन्टाकै बाटो 1 घन्टा किनभने अब तिमीले अब त्यहाँ ट्याक्कै नारायणघाट क्रस गर्ने बित्तिकै त 1.5 घन्टामा त हामी पनि हामीहरू बर्गारबाट सिजी जाने भनेर कति 1 बजे हो कि 12:30 बजेतिर हामीहरू त्यहाँबाट बसबाट बस्यो बर्दघाटबाट अनि त्यहाँबाट त्यसले कति बजी पुगायो भने हाम्रो 4:30-5 बजी पुगायो भने सिजी अब घुम्दा रात पऱ्यो अब आइहाल्यो त्यतिकै फर्क्यो पनि भएन एकछिन घुमेर फोटोसोटो खिच्यो भिडियोहरू बनायौँ अनि आएर अनि फेरि रात पऱ्यो कि 8 बजेतिर हामी आरुङ खोला पुग्यौँ आउँदाखेरि अनि त्यही सोध्नु भएको थियो कि मम्मीलाई मैले आलु खोला भनेको त मम्मी होइन अब ठिकै छ नि त अब के गर्नु यस्तै त हो नि त के गर्ने अब यस्तै हो परदेशी जिन्दगी होइन आफ्नै जिन्दगी सबैसँग मिलेर बस्नुपर्छ तपाईँहरूको त भ्याइयो भिसा अब तपाईँहरू त जाँदै हुनुहुन्छ म त भर्खर यो लास्ट महिना है अब उताबाट आउँदाखेरि चाहिँ डाइरेक्ट त्यही आरुङ खोलामै पुग्नुहुन्छ तपाईँ बुटोलतिर त पुग्नै हुन्न है नत्र के सामानहरू पठाउनु हुन्थ्यो भैरवा हो यसपालिको एयरपोर्ट भैरवा हो किनभने भैरवबाट मलाई नजिक लाग्छ 2 घन्टामा म भैरवबाट पुग्छ भने काठमाडौँबाट 6 घन्टा लाग्छ कि आरुङ खोला हो नि त के सामानहरू त पठाउनु थियो एउटा हल्का सानो इम्पोर्टेन्ट सामान लान सकिन्छ त्यस्तो त्यो यताउता त्यस्तो होइन कि खालि एउटा चिज के हल्का सानो चिज के सानो भन्यो भने सकिन्छ अनि त्यो पनि कस्तो हुन्छ भने सिटी त्यो जस्तै बुटोल भेटौँ सिटीमै हो बुटोल भन्दा तपाईँ बुटोलबाट यस्तो के बर्दघाट भएर जानुहुन्छ नि तपाईँ बर्दघाटको त्यो किसन चोक छ नि हो त्यहीँसम्म मात्र त्यहीँ आउँछ होला बरु मान्छे ल्याउनु त्यहीँबाट बोलाइदिन्छु म मान्छे के होइन हुनु त एउटा सामान पठाइदिनु पर्ने थियो कि एउटा चिनो
राई जान्छु अब यही महिना लास्ट हो यो महिना लास्टै हो यो महिना अब तपाईँसँग अब यो यहाँ आएको छौँ अब यो आएपछि फेरि क्याम्प चेन्ज भयो भने क्याम्प चेन्ज हुन्छ भनेर चाहिँ क्याम्प चेन्ज भयो भने त अब गाह्रै होला है भेट भयो भने चाहिँ लगिदिनु होला त है हाम्रो चेन्ज भयो भने त फेरि त्यही त भन्न नि मिल्दैन भन्न मिल्दैन यहाँबाट पनि चेन्ज भयो भने सामान लगिसकेपछि गन्तव्य पुग्नु पर्छ पर्छ कि पहिल्यै नपुगेको राम्रो हो कस्तो लाग्छ तिमीलाई एकदम सही तपाईँको कुरा छ सामान लिइसकेपछि आफ्नो कर्तव्य जो गन्तव्य पुग्नु पर्यो बरु पहिले नलिएको राम्रो कि लिइसकेपछि गन्तव्य पुग्नु गन्तव्य पुग्नु मलाई त्यस्तो लाग्छ है एकदम सही हो दाइ फेरि हाम्रो रुमको एकदम राम्रो मान्छे एकदम राम्रो राम्रो कुराहरू गर्नुहुन्छ है दाइ ल गाइस एकछिन सुत्नु पऱ्यो पछि उठेर चाहिँ नुहाउनु पर्ला एकछिन नुहाइदै गरेर भन्नु न अहिले भन्नु न के छ एउटा टिकटक बनाउनु चाहन्छु मसँग बनाऊँ न दाजु के भयो त बनाऊँ न टिकटक बनाऊँ एउटा बनाउनु छ ओके गाइस म चाहिँ एकछिन दाजुसँग टिकटक बनाएर एकैछिन टिकटक बनाएर फेरि आउँछु ल हुन्छ हुन्छ दाजु ल आउनु टिकटक बनाउनु ल भर्खरै उठ्यो भोक पनि लाग्यो साह्रै दुईवटा अन्डा छ अमलेट बनाएर खानु पर्यो राइस पनि छ अमलेट बनाएर खानु पऱ्यो अब एकछिन टक्क भोक पनि साह्रै लाग्यो किचनतिर जानु पऱ्यो अमलेट समलेट बनाएर खानु पऱ्यो भोक त मार्नु पऱ्यो फेरि नुहाएको पनि छैन क्या आज अब खाएर नुहाउनु पर्ला भोक लास्टै भोक लाग्यो बसी बसी पनि भोक लाग्दो रहेछ कि काम गरेपछि मात्र भोक लाग्छ भनेको त बसी बसी पनि भोक लाग्दो रहेछ त भोकै त बस्नु भएन अनि गाइस तपाईँहरूले नास्ता नास्ता खानुभयो कि भएन त यो नयाँ नयाँ क्यामेरा छ क्या भर्खर भर्खर बनिरहेको रहेछ अनि त्यही भएर ए किचन ए किचनको हाल यस्तो छ कोही छैन अहिले त्यहाँ किचनमा ए म एक्लै रहेछु है म चाहिँ यहाँनिर बनाउँछु ग्यास बल्छ पनि बल्दो रहेछ ग्यास बल्दो रहेछ म चाहिँ पहिला यति ल्याउँछु यार पहिला त ल्याउनु पऱ्यो अन्डा बनाउने अमलेट बनाउने ल्याउनु पऱ्यो यो चाहिँ वास बेसिन यस्तो छ पानीले खाटाउँछ म चाहिँ बनाउँछु गाइस गर्दैन है खतरा पल्टी गर्दैन खतरा बनाइदिन्छ मलाई चाहिँ अमलेट रेडी अब चट्ट लगाएर भात खाने हो अनि नुहाएर चट्ट सुत्ने हो पहिला भात खानु कि नुहाउने होइन अमलेट चिसो हुन्छ पहिला भात खानुपर्छ
अब भात चाहिँ खानुपर्छ है गाइज। अब के गर्ने, अब यस्तै खानु पऱ्यो भात। दोस्त केमा कराईमा खाइरहेको दोस्त लास्टै भोक लाग्यो तिमीलाई है? औडे हो भर्खरै सुतेर उठेर। म पनि हल्का खाइदिन्छु, भोक लाग्छ मलाई पनि। अब यतिकै खानु पऱ्यो आज, के गर्नु त। परदेशी जिन्दगी यस्तै त हो नि है। पानी निकाल्नु न पानी। ओके गाइज, अब हल्का खाना खानु पऱ्यो। ओके गाइज, अब खानापिना पनि भयो है। अब नुहाउनुतिर लाग्नु पऱ्यो। नुहाइधुवाइ गऱ्यो, अब नुहाइधुवाइ गरेर बस्नु पऱ्यो। अब साँझको खानाको तयारी गर्नु पऱ्यो होइन। आजको अब यति नै रहेछ आजको दिनहरू। यस्तै हो, छुट्टीको दिन यस्तै कट्छ। अझै छ 22 महिना कटाउनु, यस्तै कटाउनु पर्ने छ 22 महिना गाइज। म चाहिँ अब नुहाएर आउँछु। ओके ओके गाइज, नुहाइधुवाइ गरेर पनि आयो होइन भर्खरै। अब के राम्रो त्यस्तै हो, अब सबै साथीहरू पनि आइसकेको छन्, दाइहरू सबै आइसकेको रहेछन् होइन। सबै आइसकेको रहेछन् रुममा। छुट्टी भयो आजको दिन चाहिँ सकियो यत्तिकै। अब यस्तै त हुने गाइज। नुहाइधुवाइ पनि गऱ्यो। अब यहीँसम्म थियो आजको भ्लग चाहिँ। आजको भ्लग चाहिँ यहीँसम्म थियो होइन। सकियो आजको भ्लग पनि। राम्रो त भएको छैन, त्यही पनि ट्राई गरिरहेको छु बेस्ट। आई विल ट्राई टु बी बेस्ट। ओके ट्राई गर्छु, राम्रो अझै राम्रो बनाउन ट्राई गर्छु। योभन्दा अझै राम्रो बनाउन ट्राई गर्छु गाइज। योभन्दा एकदम कहाँ गयो यहाँको यार। लो यहीँ रहेछ गाइज। यहीँ रहेछ। ए पर्समा राखेर छ कि मैले त झन्नै हरायो सोधेको। यो चाहिँ मेरो मायाको अन्तिम निशानी हो कि अन्तिम निशानी। मसँग एउटा फोटो पनि छ होइन 3 वर्षदेखि के। अनि त्यही फोटोलाई म आफ्नै ब्यागमा हालेर जहाँ जाँदा पनि लगेर जान्छु क्या। माया त हुने एउटा होइन। यसलाई चाहिँ कहिले पनि हराउनु दिने छैन कि। यसलाई एकदम राम्रोसँग सम्हालेर राख्ने, किनकि यो अन्तिम निशानी हो मेरो मायाको, अन्तिम निशानी। हिजो चाहिँ हिजो खोल्यो उता ट्रेनिङ थियो हिजो हाम्रो काम गर्ने ठाउँमा क्या। अनि ट्रेनिङ मास्टरले भन्छ तँ यहाँ हिरो बन्न आएको कि काम गर्न आएको, यो निकाल्ने भए निकाल, नत्र तँलाई म नेपाल पठाइदिन्छु भनेर भन्छ क्या। अब नेपाल त फर्किनु छैन, काम गर्न आएको है। त्यत्रो ऋण गरेर काम गर्न कमाउन आएको, नेपाल त फर्किनु छैन। त्यही भएर निकालेर राखेको, सम्हालेर राख्छु एकदम। यसलाई हराउन दिन्न कहिले पनि। अन्तिम निशानी हो नि त मेरो मायाको होइन। त्यही हो। ओके गाइस, त्यही हो। अब के भन्ने त होइन। मनको कहानी हर कोहीले बुझ्दैन, आँखाको पानी हर कोहीले पुस्दैन। त्यही त हो नि अब।